घरमा आमाले जुठो भाँडा नराख भनेर भन्नुभएको कारण मैले आज बल्ल थाहा पाएँ। तर भाँडा त माझ्नु पर्यो, चिया त खानु पर्यो, अनि आजको भिडियो पनि चियाकै बारेमा छ नि त। मैले बनाएको चिया सबैलाई मनपर्छ, अनि जहाँ जोसँग भेट्दाखेरि पनि चिया बनाउन चाहिँ मलाई नै लाग्नुहुन्छ क्या। सो नेक्स्ट टाइमदेखि मैले चिया बनाउनु नपरोस् भनेर मैले मेरो सिक्रेट रेसिपी म कसरी बनाउँछु मेरो सबै प्रोसेस देखाउन गइरहेको छु। सिनेमेटिक सर्ट लिदिउँ न त भनेर कपमा क्यामेरा सेटअप गर्दै थिएँ, कप त झरामझुरुम फुट्यो। केही छैन, हुन्छ यस्तो कहिलेकाहीँ। खालि चिया चिया चिया, यसले भिडियो त बनाउँछ तर खालि चियाकै बारेमा मात्र भनेर सोच्नु होला। ल अब चिया बनाउन सुरु गरौँ। अब मैले भाँडामा दुध हालेँ, पानी चाहिँ हाल्दिनँ म। त्यसपछि एकछिन उम्लिन दिने, उम्लिसके पछाडि च्यारङ हाल्ने 2 चम्ची, त्यसपछि चिनी हाल्ने आफ्नो टेस्ट अनुसार, अनि चिया मसला त हाल्नै पर्छ। अनि लास्टमा मेन रेसिपी मेरो भनेको चाहिँ अदुवा पिसेको चाहिँ हाल्नै पर्छ है। मैले चाहिँ मलाई चाहिँ एकदम मनपर्छ। सो राम्ररी हेर्नु होला, त्यहाँ बिर्सेर सुरुमा दुध उम्लिन दिने, च्यारङ हाल्ने, चिनी हाल्ने, मसला हाल्ने, अनि अदुवा पिसेको हाल्ने है, लेखिराख्नु। अब चिया मजाले उम्लिन दिने। इन द मिन टाइम म कपाल सुकाउनतिर गएँ। फेरि गाली गर्नु होला, पहिला चिया पकाइसकेर त अरू काम गर्नु भनेर। त्यस्तो होइन नि त, मैले साइड बाई साइड हेर्दै थिएँ क्या चिया कस्तो हुँदैछ, के भइरहेछ भनेर। सो डोन्ट यु गाइज वरी। अब कपाल सुरुमा त यस्तो भएको छ, कपाल राम्रो त भएको छैन। म तपाईँलाई फाइनल रिजल्ट देखाउँछु है त चिया पाकिसके पछाडि। सो फाइनली मेरो कपाल चाहिँ यस्तो भइसक्यो, राम्रो देखिएको छ। अब चिया टेस्ट गर्ने पालो कस्तो भयो भनेर है त। सो मैले अब चिया टेस्ट गर्दैछु। चिया बबाल दामी भएछ है। थ्याङ्क यू सो मच फर वाचिङ। अब यो सब रेसिपी चाहिँ कन्ट गरेर राख्ने। नेक्स्ट टाइम मसँग भेट हुँदाखेरि मलाई नभन्नु म चिया पकाऊ भनेर, मलाई यही स्टाइलको चिया बनाएर दिने ल। ओके बाई, थ्याङ्क यू।